If you guys are wondering about best college to make your future bright, here is this video for you. Hello and namaste to everyone. First of all, congratulations to all the SE students for achieving your great marks in this SE examination. Why choose ABS? Because we provide quality education for personality and capacity development in a friendly environment. These are the facilities and qualities of our ABS college. If you guys are interested, then we would like to welcome you guys in our ABS college. So now, let's go to explore our ABS college. We have well-furnished classroom, laboratories, library and cafeteria. So now let's move towards our meeting hall. So this is our well-furnished meeting hall. We have also AC and projector in our hall. We have 3 different types of lab in our ABS college. First one is botany and zoology, second one is physics lab and third one is chemistry lab. So at first let's move towards our botany and zoology lab. So this is our physics lab. Now let's go to our chemistry lab. So this is our chemistry lab. So now let's have some talk with our Nepali teacher. हाम्रा भाइ बहिनीहरूले पनि हामीले जस्तै किन एबिएस कलेज चुज गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई? धन्यवाद नानी। वास्तवमा अहिले तपाईँ हामीले 4वटा कुरामा ध्यान दिनुपर्छ। पहिलो कुरा भौतिक संरचनाले पठन पाठन हुँदैन, पहिलो कुरा। दोस्रो कुरा फुटसालले पढ्ने होइन। तेस्रो कुरा ठुला बिल्डिङहरूले पढ्ने होइन। कसले पढ्ने त भन्दाखेरि पढाउने टिचरहरूले पढाउने हो। टिचरहरूलाई पढाउनका निम्ति सबैभन्दा पहिले टिचरहरू राम्रा छन् कि छैनन् भनेर हामीले छान्नुपर्छ। सबभन्दा पहिले किनभने जाँच दिने भनेको तपाईँको फुटसालले होइन नि त, होइन? त्यो ठुलो बिल्डिङले जाँच दिने होइन, तर राम्रा टिचरले पढाइदिए भने जस्तै भए पनि बच्चालाई अलिकति मिहिनेत गराइदिए, अलिकति घटाइदिए भने बल्ल त्यो बच्चा राम्रो हुन्छ। किनभने अहिले बच्चाहरूलाई बराल दिने भनेको त मोबाइल छ, फेसबुक छ, तपाईँको इन्स्टाग्राम, टिकटक, दुनियाँ छ नि तपाईँलाई बराल्ने कुरा हो। ती बराल्ने कुरालाई कसरी अल्मल्याउने र कसरी विद्यार्थीलाई चाहिँ पढाइमा केन्द्रित गराउने भन्दाखेरि लगातार काउन्सिलिङ गर्ने, फ्रिक्वेन्टली बच्चाहरूलाई नजिकै केयरिङ गर्ने, अनि त्यसपछि बच्चाहरूलाई ठग्ने होइन, बच्चाहरूलाई पैसामा झुक्याउने होइन, कम पैसामा, न्यूनतम पैसामा बच्चाहरूका सामान्य मध्यमवर्गका परिवारले तिर्न सक्ने पैसामा हाम्रो बच्चालाई क्वालिटीको एजुकेसन दिने र संसारभर हाम्रो बच्चालाई सेलेबल बनाउनका निम्ति पनि हाम्रा जस्ता कलेजहरू छान्नुपर्छ, एबिएस जस्ता कलेज छान्नुपर्छ। त्यसका लागि कम्तीमा एउटा एक्सपिरियन्स टिचरले पढाइदिनु पऱ्यो, राम्रो मिहिनेत गर्ने टिचरले पढाइदिनु पऱ्यो, मिहिनेत गरिदिनु पऱ्यो र बच्चालाई पटक सम्झाइदिनु पऱ्यो कि बाबु तिम्रो भविष्य चाहिँ बिग्रिन्छ है पढेनौ भने भनेर बच्चालाई काउन्सिलिङ गरिदिनु पऱ्यो। नत्र त्यो बच्चा त त्यो बच्चा भने काँचो बाटो हो, त्यो बिग्रिनु धेरै बेला लाग्दैन, तर बनाउन समय लाग्छ। त्यो बनाउने भनेको चाहिँ राम्रो मान्छे र दक्ष मान्छेले मात्र बनाउन सक्छ। त्यो काम चाहिँ एबिएसले गर्छ कि भौतिक संरचना देखाएर पैसा लिने होइन, लिफ्ट देखाएर पैसा लिने होइन, स्विमिङ पुल देखाएर पैसा लिने होइन, क्वालिटीको एजुकेसन दिएर न्यूनतम रिजनेबल पैसा लिने काम गर्ने हुनाले एजुकेसनका लागि, राम्रो एजुकेसनका लागि र बच्चाहरूको सुदूर भविष्यसम्मका लागि पनि एबिएस कलेज छान्नुपर्छ कि भाइ। धन्यवाद तपाईँको यति सुन्दर उत्तरको लागि।